सोसल मिडियामा पर्फर्म ट्रेडिङ हेर्दा सबै कुरा सजिलो देखिन्छ। सानो च्यालेन्ज फी तिर्नुहोस्, हजारौँ डलरको फन्डेड अकाउन्ट पाउनुहोस् अनि पे आउट निकाल्नुहोस्। तर धेरै नयाँ ट्रेडरहरूले यसका डार्क साइड देख्दैनन्। वास्तविकता के हो भने च्यालेन्ज किन्नु सबैभन्दा सजिलो भाग हो। त्यसपछि सुरु हुन्छ फेज 1 र फेज 2 को प्रेसर। ड्रडाउनमा नगइकन प्रफिट टार्गेट पूरा गर्नुहोस्। ड्रडाउन लिमिट नाक्न हुँदैन, ओभर ट्रेडिङ गर्न पाइँदैन, कन्सिस्टेन्सी रुल्स पालना गर्नुपर्छ र कहिलेकाहीँ एउटा सानो गल्तीले पनि महिनौको मेहनत एकै दिनमा समाप्त हुन सक्छ। अझ ठुलो कुरा के हो भने इभ्यालुएसन फेजमा देखिने पैसा वास्तविक पैसा होइन, त्यो डेमो मात्र हो। रियल इन्कम फन्डेड स्टेजमा पुगेपछि मात्र सुरु हुन्छ। तर फन्डेड स्टेजमा पुगेपछि पनि यात्रा समाप्त हुँदैन। यदि तपाईले रुल्स फलो गर्नुभयो, डिसिप्लिन मेन्टेन गर्नुभयो, फेज 1 र फेज 2 पास गर्नुभयो, फन्डेड अकाउन्ट पाउनुभयो र पे आउट पनि लिन थाल्नुभयो भने पनि सधैँ सावधान हुनुपर्छ, किनकि पर्फर्ममा मर्सी भन्ने कुरा हुँदैन। एउटा सानो रुल भायोलेसन भयो भने पनि अकाउन्ट टर्मिनेट हुन सक्छ। तपाईले 2 वा 3 पटक पे आउट लिइसक्नु भएको भए पनि नियम उल्लङ्घन गर्नुभयो भने अकाउन्ट टर्मिनेट हुन सक्छ र फेरि नयाँ च्यालेन्ज किनेर सुरुदेखि नै सुरु गर्नुपर्ने हुन सक्छ। पे आउटको समयमा पनि समस्या आउन सक्छ। केही फर्ममा प्रफिट कमाएपछि पनि थप भेरिफिकेसन, ट्रेड रिभ्यू वा रुल भायोलेसन भएको दाबी गर्दै पे आउटमा ढिलाइ हुन सक्छ। त्यसैले ट्रेडरको पे आउट प्रुफ हेर्नु, ट्रेडरको अनुभव बुझ्नु र हिडन रुल छ कि छैन भनेर जाँच गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। विगतमा केही चर्चित प्लेटफर्म्स बन्द भएका वा गम्भीर समस्यामा परेका घटनाहरू पनि भएका छन्, जसले हजारौँ ट्रेडर्सहरूलाई प्रभावित बनाएको थियो। तर एउटा कुरा स्पष्ट छ, सबै प्लेटफर्म्स स्क्याम हुँदैनन्। आज पनि राम्रो रेप्युटेसन, क्लियर रुल्स, ट्रान्सपेरेन्सी र पे आउट हिस्ट्री भएका प्लेटफर्म छन्, जस्तै द 5% इयर्स फन्डिङ पिप्स। त्यसैले च्यालेन्ज फी सस्तो छ भनेर मात्र नहेर्नुहोस्, रिसर्च गर्नुहोस्, पे आउट प्रुफ हेर्नुहोस्, रुल्स राम्रोसँग पढ्नुहोस्, हिडन रुल्स छ कि छैन हेर्नुहोस् र प्लेटफर्मको रेप्युटेसन बुझ्नुहोस्।